हेलो सबैजनालाई जयमसी अनि नमस्ते। तपाईहरु सबैजना आरामै हुनुहुन्छ होला। आज धेरै दिनपछि मैले फेरि भिडियो बनाउँदैछु। अब तपाईहरुले सोच्दै हुनुहुन्छ किन मैले भिडियो ढिलो हाले भनेर है। यो रेकर्ड गरेको चाहिँ मेरो थर्ड टाइम हो, किनभने मलाई अलिकति यो सिक्दै छु अनि अलिकति अडियोमा प्रब्लम भएर अलिक भिडियोमा पनि प्रब्लम भएर मैले फेरि रेकर्ड गर्नु पर्यो, त्यसैले अलिक ढिलो हुन गयो। त्यसैले म माफी चाहन्छु। आज हामीले धेरै कुरा सिक्नु छ है, तर भिडियोमा जानुभन्दा अगाडि म एक दुईवटा कुरा भन्न चाहन्छु। सुरुमा त मैले तपाईहरु सबैको कमेन्ट्सहरु पढे, सिक्नु मन अनि उत्सुकता देखेर म उत्साहित भएको छु अनि आशा छ यो भिडियोले तपाईहरुलाई धेरै सहयोग पुर्याउने छ भनेर। धेरैवटा क्वेशन्सहरु मैले पढे है, तर त्यहाँमध्ये चाहिँ म एउटा क्वेशन चाहिँ तपाईहरुलाई एक्सप्लेन गर्न चाहन्छु। उहाँले लेख्नु भएको छ, उमेरले फरक पार्छ कि पार्दैन पियानो सिक्नलाई भन्नुभएको छ। मेरो विचारमा चाहिँ उमेरले चाहिँ फरक पार्दैन, किनभने पियानो भनेको चाहिँ एउटा लर्निङ प्रोसेस हो। पियानो चाहिँ तपाईले जुनै उमेरमा पनि सिक्न सक्नुहुन्छ है, तर एउटा मात्र कुरा छ, त्यसमा चाहिँ तपाईले कति छिटो र कति ढिलो सिक्ने भनेको चाहिँ तपाईको एफर्टमै भर पर्छ। तपाईले कति समय निकालेर प्र्याक्टिस गर्न सक्नुहुन्छ अनि तपाईले कति ध्यान दिनुहुन्छ, त्यसले मात्र फरक पार्ने हो। त्यसैले चाहिँ पियानो सिक्नको लागि चाहिँ एज लिमिट हुँदैन, त्यसैले तपाईले सिक्न सक्नुहुन्छ है। अनि अर्को चाहिँ यो चाहिँ जुम क्लासहरु चाहिँ हैन, मैले भिडियो बनाएर नि पोस्ट गर्ने हो। त्यसैले कतिले कति फिजहरु कति पर्छ त्यस्तो देख्नु भइराको थियो। यो चाहिँ मैले भिडियो बनाएर तपाईले एकदम फ्रीमा तपाईले हेर्न सक्नुहुन्छ। भिडियोमा तपाईले अब एक दुईवटा सुन्न सक्नुहुन्छ। तपाईले मोबाइल भविष्यमा के सिक्नुहुन्छ भनेर चाहिँ मैले एकदम छोटकरीमा एक दुईवटा पिस बजाइदिएको छु। छोटो छोटो यो पिसेसहरु चाहिँ मेरो स्टुडेन्टहरुले सिक्दै गरेको पिस हो, त्यसैले तपाईले सुनिराख्नु भएकै हुनुपर्छ। त्यसैले तपाईले एकछिन सुन्न सक्नुहुन्छ है। यो चाहिँ हामीले फ्युचरमा सिक्ने कुराहरु हो। धन्यवाद सुनिदिनु भएको लागि है। त्यहाँ हाम्रो कन्टेन्टमा जानुभन्दा अगाडि चाहिँ म एक दुईवटा कुरा गर्न चाहन्छु। नोट्स, काउन्ट्स अनि बिट्स भन्छ है। मैले साइडमा पिक्चर पनि राखिदिन्छु। सुरुमा हामीले सिक्छौँ, तपाईले देख्नुहुन्छ यो नोटलाई चाहिँ हामी क्वार्टर नोट भन्छौँ है। क्वार्टर नोट भनेको चाहिँ वान काउन्टमा चाहिँ हामीले कसरी ताली बजाउँछ भन्ने चाहिँ 1 1 है। तपाईहरु सबैले मसँगै ताली बजाउनुस् 1। सो तपाईले यो चारटा देख्नुहुन्छ 1 1 1 1 को 1 1 1 1 गरेर तपाईले ताली बजाउनु पर्छ। यो बिट याद गर्नुहोस्। नाम क्वार्टर नोट अनि काउन्ट चाहिँ 1 काउन्ट है। अनि अर्कोमा जान्छौँ हामी हाफ नोट। हाफ नोट भनेको चाहिँ 2 काउन्ट्स। 2 काउन्ट्समा हामीले कसरी ताली बजाउँछौँ भने चाहिँ 1 2 1 2 हैन 1 2 हैन। तपाईले देख्नुहुन्छ 1 2 1 2। सुरुमा मात्र ताली बजाउनु पर्छ। अनि पियानोमा तपाईले यो एक्जाम्पल यो पियानो भयो भने तपाईले थिच्नु हुँदाखेरि 1 2 अनि निकाल्नुपर्छ है। अनि अर्को चाहिँ देख्नुहुन्छ, यसको नाम डटेड हाफ नोट। यसलाई हामीले कसरी क्ल्याप गर्छौँ भने चाहिँ 1 2 3। एकपल्टमा सुरुमा मात्र क्ल्याप हुन्छ। 1 2 3 हामी सँगै ताली बजाउँ है। 1 2 3। थ्याङ्क यू। ओके, अनि पछि हामी अर्कोमा जान्छौँ होल नोट। होल नोट भनेको चाहिँ
4 काउन्ट 4 बिट्स अनि हामीले कसरी ताली बजाउँछौँ अगाडिको जसरी नै हो 1 2 3 4 1 2 3 4 यो चाहिँ अहिले हामीले आज हामीले सिक्ने कुराहरुमा यो छ त्यसैले अलिकति हेड्स अप तपाईले अहिले जानिहाल्नु पर्ने छैन अहिले हामीले यो कुरा गरे पनि पछि तपाईले अलि बुझ्नुहुन्छ भनेर मैले भनेको तपाईले दिमागमा राख्नुस् एकदम कन्ट गर्नुपर्छ भन्ने छैन है अलिकति हामी रिभिजन गरौँ अस्तिको मेरो थिङ्स टु नो बिफोर लर्निङ पियानोमा मैले अलिकति कुराहरू भनेको थिएँ नम्बर 1 2 3 4 5 फिङ्गर नम्बर्सहरू है अब हामीले प्र्याक्टिकल आज बजाउँदैछौँ लेसनमा जानुभन्दा अगाडि यो बुक चाहिँ मैले मेरो स्टुडेन्टहरूलाई पनि यहीँबाट सिकाउँछु उहाँहरूले पनि यहीँबाट सिक्दै हुनुहुन्छ मेरो विचारमा चाहिँ बेस्ट चाहिँ यही बुक हो त्यसैले हामी यही बुकबाट सिक्छौँ अनि यदि तपाईँ नेपालमा होइन नेपालदेखि बाहिर अरू देशमा हुनुहुन्छ भने तपाईँले यो चाहिँ अनलाइन प्लेटफर्म्समा पाउनुहुन्छ मैले यहाँनिर फोटोजहरू पनि दिएको हुन्छु तपाईँले स्क्रिनसट गरेर प्रिन्ट गरेर प्र्याक्टिस गर्दा पनि हुन्छ अनि हुन्छ अब ढिलो नगरी हामी क्लासमा जाउँ है त यो चाहिँ 2s अनि 3s हो तपाईको लेफ्ट ह्यान्ड चाहिँ यो फिङ्गर पोजिसन हेरेर तपाईले तयारी गर्नुपर्छ अब हामी चाहिँ पियानोमा यो बजाउँदै छौं है त्यसै गरी अब हामी राइट ह्यान्ड तयार गर्छौं अब हामी पियानोमा यो बजाउँदै छौं अब यो फिङ्गर पोजिसन चाहिँ 2 3 4 छ अघि जस्तै हामी फेरि यो पिस बजाउने छौं अब राइट ह्यान्ड तयार गरौँ अब हामी पियानोमा यो बजाउने छौं यो चाहिँ क्वार्टर नोट हो 1 काउन्ट यो फिङ्गर पोजिसन हेरेर तपाईहरु रेडी हुनुस् है त सँगै बजाउने छौं हामी अब तपाईहरुले माथिको फिङ्गर पोजिसन हेरेर तपाईको फिङ्गर पोजिसनमा राख्नुस् अनि सुरुमा राइट ह्यान्ड गर्छौ अनि लेफ्ट ह्यान्ड गर्छौ यो अर्को गीत चाहिँ तपाईले नम्बर 2 देख्नुहुन्छ है नोटमा अनि अर्कोमा चाहिँ देख्नु हुँदैन नि त्यो भनेको चाहिँ रिपिट भनेको हो त्यहाँ लेखेको छ सेम फिङ्गर भनेर सो तपाईले रिपिट गर्नुपर्छ 2 2 3 3 यो चाहिँ 2 काउन्ट हो हाफ नोट अनि तपाईले 1 2 गरेर होल्ड गर्नुपर्छ अनि तपाईले यो माथि देख्नुभयो भने F इक्वल्स फोर्थे अनि P इक्वल्स पियानो देख्नुहुन्छ फोर्थे भनेको चाहिँ हाम्रो म्युजिकल टर्ममा चाहिँ एकदम लाउड भन्छ अनि P फर पियानो भनेको चाहिँ सफ्ट तपाईले त्यसैले यहाँनिर अर्को गीतमा चाहिँ तल राइट ह्यान्डको तल चाहिँ F अनि अर्को साइडमा चाहिँ P देख्नुहुन्छ दुईटा F भनेको चाहिँ लाउड अनि P भनेको चाहिँ सफ्ट
ठुलो अनि सानो तपाईँले याद गर्नुपर्छ है त्यो डाइनामिक्स। यो नोटको नाम चाहिँ होल नोट अनि यो चाहिँ 4 काउन्ट्स हो। यो पिसको नाम चाहिँ ओल्ड म्याकडोनल्ड हो अनि तपाईँले यसमा अलिक ध्यान दिनुपर्ने चाहिँ लेफ्ट र राइट ह्यान्ड चाहिँ अलिक कन्फ्युजिङ हुनसक्छ, त्यसैले तपाईँले राम्रोसँग पढेर बजाउन सक्नुहुन्छ। तपाईँ सबैलाई धेरै धन्यवाद। आजको क्लास अलिकति लामो नै छ, तर तपाईँहरूले अन्तिमसम्म हेरिदिनु भयो, त्यसको लागि धन्यवाद छ। आशा छ तपाईँहरूले प्र्याक्टिस गर्नुहुन्छ। अर्को भिडियोमा भेटौँ है त।